वेलकम बैक टू माई न्यू रिएक्सन भिडियो अफ गणेश जीडी। फेरि पनि उसको एउटा नयाँ भिडियो आइसकेको छ जुन नेपाली आन्दोलन भन्ने टपिकमा छ। हेरौँ है त कस्तो हुन्छ। हामी कोहीसँग डराउँदैनौँ। वीर गोर्खालीको रगत छ शरीरमा, चाहे यहाँ गोलीको वर्षा होस्, यो युवाहरू पछि सर्दैन हो कि नै? यो सरकारलाई ढालाएर देखाउँछौँ, कोही माइकल लालले रोक्न सक्दैन। चाहे यहाँ AK-47 गोली वर्षा बम बारुद होस्, यो युवा पछि हट्दैन। किन बम यो गाना र स्टेप देख्ने बित्तिकै चाहिँ एउटा भाइरल मास्टर याद आइहाल्छ। त्यो नि यस्तै यस्तै गरी यस्तै यस्तै डान्समा नाच्थ्यो होइन। ल श्याम सर आउनु भने तपाईँको त झन् टिकटकमा भ्यू चाहिँ आउनु हुँदा हुँदा साडी पनि लाएर नाच्यो यो भिडियोमा जस्तो हेर्नु त। जेस महिनै पछि आन्दोलन गरिराख्नु पर्ने रहेछ कि बिदै पाइन्न। हिम्मत गर, साहस गर, वीरको अब होस गर, पौरखी पाखुराको नसा नसामा जोस भर, नसा नसामा जोस भर। ए भाइ यो के हो यार? म त शिक्षक पनि होइन, भाइरल हुन आएको यार। घर गएर सोच्छु कि छोड भाइ, यो के भइरहेछ सरकार? ए शिक्षक होइन कि यार म। भीगी भीगी बातों में मीठी मीठी रातों में ऐसा लगता है मुझे मकई बारी मकई बारी हरियो काग्रो किन हाने सर? चिङ गरेर कहाँ अगाडि आएर नाचिरहेको? क्यामेरा हेर्नु त्यो चिट चाहिँ किन सर? तपाईँ 100 को स्पिडमा नाचिरहनु भयो। बात त सही। फेरि किन चिट? तपाईँले लेन क्रस गरेर नाच्दै हुनुहुन्छ त्यही भएर। सरी यो सरकारले हाम्रो माग चाहिँ पाइथागोरस थ्योरम लगाएर पुरा गर्नुपर्छ। हाम्रो माग चाहिँ भ्यालु x राखेर a - b होल स्क्वायर इक्वल्स टु a स्क्वायर प्लस b स्क्वायर माइनस सरकार ढाल्दै भ्रष्ट नेताहरूलाई साइन थीटा गालै गालामा पिटाई पिटा अल्फा बिटा RHS इक्वल्स टु LHS प्रुभ गर्दै x प्लस y प्लस z को भ्यालु 0 राख्दै पाई को भ्यालु पनि निकाल्दै हियर लेट्स कन्सिडर स्यालेरीलाई स्क्वायर गरेर सरकारलाई जेलमा ल्याउँछौँ। अल्फा बिटा आठ कक्षामा त्यस्तो पढाउँदै थियो र यिनीहरूको बात त बुझ्न गाह्रो छ, कसरी पुरा गर्छ? म माँ कसम भाग्दिनँ, भगवान कसम भाग्दिनँ, दुर्गा माताको कसम म भाग्दिनँ। दाइ पुलिस यो चाहिँ दुर्गा तर्साएको जस्तै ताल पऱ्यो है। सेम आऊ आऊ बचाऊ आऊ आऊ बचाऊ। म माँ कसम भाग्दिनँ, भगवान अस्तिको पालि 5 लाख पाइएको थियो, यो पालि 10 लाख पाइने भयो। फेरि बेस्ट सेक्युरिटी गार्ड अफ द इयर पाइने भयो। मजै मजा। फेरि चोर्दा चोर भनेर ड्याङ ड्याङ पिटियो, लास्टमा त साउहरू पो हुनुहुँदो रहेछ। सरी सर। के रे? तिमीलाई कसले बनायो? हामी जस्ता गुरुले। मन्त्री कसले बनायो? हामी जस्ता गुरुले। भनेपछि मन्त्री तपाईँ जस्तो टिचरले बनाउनु भयो? हजुर म्याडम। कुन विषय पढाउनुहुन्छ? नेपाली। नेपाली पढाउनुहुन्छ? हजुर म्याडम। माधव प्रसाद घिमिरेको दुईवटा कृति भन्नु त ल। म्याडम आज हामी यहाँ आफ्नो माग पुरा गर्न आएछ कि तपाईँको कृति भन्न आएछ म्याडम? मतलब आउँदैन? आउँछ म्याडम, हामी आज यहाँ माग पुरा गर्न आएछ नि म्याडम, तपाईँको कृति भन्न आएछ। तपाईलाई आउँदैन जस्तो छ। आउँछ म्याडम, टिचर हो नि। तपाईँले सोधौँ के आउँछ? तपाईँले सोधौँ। ल भन्नु त। के भनौँ म्याडम?
माधव प्रसाद घिमिरेको दुईवटा कृति भन्नु त ल। माधव प्रसाद घिमिरेको आइहाल्छ नि म्याडम यार, तपाईँले सोधौँ भन्नु न त ल एउटा मात्र भन्नु। एउटा भरिएको कप। भरिएको कप रे? कहाँ, यो त माधव प्रसाद घिमिरेको कृति हो त। लेखियो तर छापिएन म्याडम। टिचर इज टिचर, नलेज राख्नुहोस्। लोकल राक्षी सन्तरामजी, आखिर के हो तपाईँको माग? हजुर, आखिर के हो तपाईँको माग आज तपाईँ यो आन्दोलनमा? अब हेर्नु, मेरो दुईटा माग छ, दुईटा मात्र माग छ। दुईटा मात्र? अब बढी माग सरकारले पुरा गरिदिए पो। के हो त्यो? माग नम्बर 1, दोस्रो ब्याग हानिसकेपछि तेस्रो ब्याग सरकारले थप्नुपर्छ। माग नम्बर 2, यो महानगरले कुकुर व्यवस्थापन गर्नु पर्यो। हेर्नु, यो घर फर्किँदाखेरि जहिले टेन्सन दिन्छ, एउटा फ्रिडम त हुन्छ नि। कति नै कुकुरको मुत खाइदिए जस्तो। बिस्तारै बिस्तारै सबै ठिक भइहाल्छ नि भाइ, किन हटार गरेको? मोदी सरकारले त नमस्ते गर्छ हाम्रो राजालाई, अहिलेको नेताहरू जाओस् त। A few moments later. लुटिहाल्यो नि डाँडा मानहरूले, मेरो सुन कहाँ गयो? अब के गर्नुहुन्छ त तपाईँ? के गर्नु भाइ, अब रुनु भन्दा के बढी कुरा छ र? अब रुनु त हो नि, मार्छ घरमा बुढीले, लुटिहाल्यो नि डाँडा मानहरूले सुन। जादुगर 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 जादुगर, के गर तर जिन्दगीमा जादुगर। यो देख्नु भएको छ? यो के हो? कुन डालो? होइन, यो पहेँलो डालो। मैले यो पहेँलो देखिरहेको छु, यही त हो नि जादु। ल पक्नु है त। यो के हो? के भयो? यही त हो जादु। ल पक्नु है। यहाँ के हुन्छ? यो के हो? वास्तवमा भन्नुपर्दाखेरि यो मान्छेले धेरै नै मिहिनेत गरेको छ क्या, धेरै नै सबैतिरको। हेर्न एडिटिङ त्यस्तै। ओ, मेरो ढुङ्गा जस्तो मुटु भएको छ। यो सरकारले मागै सुन्दैन है। अब म एकदमै एक्सट्रिम लेभलको म्याजिक गर्न गइरहेको छु, हो कि होइन? अब यस्तो एक्सट्रिम लेभलको म्याजिक कतै देख्नु भएको छैन। वान एन्ड ओन्ली मी ओन्ली, हो कि होइन? ल अब के गर्नुपर्छ भने यसमा सबैजनाले आँखा चिम्लिनु। सबैजनाले आँखा चिम्लिनु त। चिम्लिउँ भाइ, चिम्लिउँ, सबैजनाले आँखा चिम्लिउँ। हो, 20-30 सेकेन्डसम्म नहेरौँ, एकछिन आँखा चिम्लिउँ। हो, कोही नहेरौँ है। केही फिल भइरहेछ सर? फिल भइरहेछ? फिल हुन्छ। पक्नु है। तपाईँलाई हल्का फिल भयो? हल्का फिल भइरहेछ? हल्का फिल भइरहेछ? आँखा नखोल्नुहोस् है। शिक्षकको तलबले कहाँ पुग्नु यति नरहेछ। अब अर्को आन्दोलनमा जान्छु। एकदमै यत्तिकै बवाल चाहिँ भिडियो बनाउनुपर्छ कि, नबनाउनु बनाएपछि यो एकदमै दामी लाग्यो, राम्रो छ होइन? एकदम यस्तै भिडियो आओस् अनि रियाक्सन गरिदिनु होला। सब्सक्राइब